नमस्कार, म डाक्टर विश्वदीप तिमिल सिन्हा, बिएनबी प्रोक्टर लेजर क्लिनिक न्यू रोड पोखराबाट। आजको जिज्ञासाको लागि थ्याङ्क यू। आजको जिज्ञासा रहेको छ किन अहिले आएर यो 21औँ शताब्दीमा लेजर 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 भनेर मान्छेहरू पनि धेरै आकर्षित देखिन थालेको छ। के हो त यसको रिजन भन्ने छ। मैले त यो सुरुदेखि भन्दै आएको छु। डेफिनेटली यो इभोल्युसन पाइल्सको उपचार विधि हजारौँ छन्। काट्न मिल्छ, बाँध्न मिल्छ, चिर्न मिल्छ, तास्न मिल्छ, औषधि लगाउन मिल्छ, खानेकुरा आहार विहार परिवर्तन गर्न मिल्छ, विभिन्न चिजहरू छन्। अलि स्ट्यापलर गर्न मिल्छ, कति कुराहरू छन्। हार्मोनिकहरू त्यसले काट्न मिल्छ, काट्ने पनि विभिन्न प्रोसेसहरू छन्। तर लेजर आएर चाहिँ अहिले किन आकर्षक भयो भन्ने छ। हुन त के छ भने अहिले त्यहाँ लेजर छ, त्यहाँ छैन, त्यहाँ छ एभ्री अल्टरनेट ठाउँमा लेजर छ, लेजर छैन भन्ने छ। तर आकर्षण भएर लेजर राख्ने मान्छे, सिक्ने मान्छे पनि बढ्यो, त्यो पनि राम्रो कुरा हो। र गर्ने मान्छे भएर नै सायद सबैजना आउनुभयो यसमा, त्यो पनि राम्रो कुरा हो। त्यसबाट म के भन्छु भने अहिलेलाई डेफिनेटली यो यत्रो इभोल्युसन भएको भनेको पाइल्सको समस्या भनेको मलद्वार संवेदनशील ठाउँ हो। सामान्य साह्रो दिशा आउँदा हामी अपरेसन नगरी बसे मान्छेलाई त गाह्रो पर्छ कहिलेकाहीँ भने। अपरेसन गर्ने बित्तिकै त मान्छे त 1 महिना 1.5 महिना त खोच्याङ गर्दै लङ्गटी बाँधेर रगत आएर बिजोग यत्रो एन्टिबायोटिक खाएछ काम छैन, पेन किलर यति धेरै खाएछ काम छैन, उता किडनीमा क्रियाटिन बढिसक्यो, यताबाट काम छैन, यो खालका चिजहरू भनेपछि नम्बर 1 मान्छेलाई मन पर्या दुखाइ नै हो। अनि दुखाइ भइसकेपछि अनि बिस्तारै 2017बाट हेर्दै 18, 19, 20, 21, 22 त्यही हुँदै हुँदै जाँदा रेट्रोस्पेक्टिभ पछाडि फर्केर हेर्दा के पाइयो भने फर्किने पनि कम रहेछ। किनभने यसले भइरहेको पाइल्सलाई मात्र नभएर आउन सक्ने सम्भावनालाई पनि कुनै हदसम्म एड्रेस गर्ने रहेछ। अर्को दोस्रो कुरा, बिहान 5:30, 6 बजे आएर खाली पेटमा लेजर गरिन्छ पेनलेस तरिकाले। अनि ब्लक हानिन्छ पुडेन्टल, 48 to 72 आवर्स आनन्द हुन्छ। अनि फेरि त्यसपछि के हुन्छ भने घरमा गएर फेरि आफ्नो काममा जान मिल्यो। जाने बेलामा पनि हस्पिटलमा लेजर गरिसकेपछि आफ्नो साधन चलाएर बाइक, साइकल, स्कुटर, गाडी जे छ चलाएर अथवा गाडी चढेर मजाले घर फर्किन सकिन्छ। मुखै बार्न पनि ल 1 महिनासम्म उसिनेको खाछ रे, चिल्लो पिरो खाएको छैन, अब कहीँ गएर केही खाएको छैन, के खाने होला, सागसब्जी मात्रै खाने हो कि भन्ने हुन्छ। सामान्यतया खाइराख्ने चिजहरू पनि लगभग भनौँ न, माछा मासुलाई 4 देखि 5 दिन हो, 2 देखि 3 चोटि दिशा भएपछि सुरु गर्न मिलिहाल्यो। र अर्को कुरा हजुरको, अब सामान्यतया दाल भात तरकारी त हामी कहिले पनि जाउलो खाने भनेर रेकमेन्ड चाहिँ गर्दै गर्दैनौँ। अब साह्रै दिशा आउने छ, अब एकदमै कब्जियतबाट औँलाले इभ्याकुएट गर्ने खालको हुनुहुन्छ, अथवा कोही 4th ग्रेडमा आउनु भएको छ र हामीले हाइब्रिड टेक्निक लगाएर काम गर्न परेको छ भने कहिलेकाहीँ चाहिँ अलिकति भन्न सकिन्छ। नत्र ओभरअलमा एज अ ब्ल्याङ्केट थेरापी त्यस्तो भन्न पनि पर्दैन। भनेपछि हस्पिटल स्टे बस्न परेन, रिपिटेडली 2 वर्ष 3 वर्ष 4 वर्ष औषधि खान परेन, मुख बारेको बारे गर्न पनि परेन, चाडबाडमा किचनमा सबै कुरा पाकेको छ, आफूले चाहिँ यसो गऱ्यौँ केही हेर्नै मिल्दैन भन्न पनि परेन, र आफ्नै साधनमा हिँड्न पाइयो। भोलिपल्ट नै तुरुन्तै चाहिँ आफ्नो काममा नर्मल एक्टिभिटीमा फर्किन पाइयो। ती कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ पछिल्लोचोटि हाम्रो जुन मान्छेले लेजर गर्नुभएको छ उहाँले नै त्यहीँ जाँदा हुन्छ भनेर अहिले विदेश देशबाट लगेजै लिएर कतिजना आउनुहुन्छ भनेर नै वर्ड अफ माउथ, उहाँ एकजनाले अर्कोलाई भनेर फलानुमा जा यसरी गर भन्नुहुन्छ। त्यस कारणले गर्दा हुन त हो लेजर 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 भन्दैमा पनि अनुभव पनि चाहिन्छ। अब यसलाई पनि खेलाउन जान्नुपर्छ। कहिले कहिले लेजर गर्दा फिस्टुलाहरू बन्छ, कहिले कहिले एब्सेसहरू बन्छ, पिकहरू जम्छ, कहिले कहिले क्लियरेन्स पनि हुँदैन, कहिले कहिले कुनै चिजहरू छुटेको पनि हुन्छ, कहिले कहिले अब एउटै पेसेन्टमा पाइल्स, फिसर, फिस्टुला हुन्छ, नदेखिने हुन्छ, कहिले कहिले एक्सटर्नल ओपनिङ क्लोज भइरहेको हुन्छ, त्यहाँ चाहिँ ट्र्याकहरू हुन्छ, कति कुराहरू पाल्पेट गरेर पनि आफ्नो अनुभवले हुन्छ। कहिलेकाहीँ फिसर नबनेको हुन्छ मान्छेलाई, तर मलद्वारको टोन एकदम हाई छ कि छैन भने त्यसलाई पनि मेजर गरेर ओहो यसलाई पनि मैले टोन रिलिज गर्दा बल्ल राम्रो हुन्छ। मान्छे मसँग 2-3 महिनापछि फलोअपमा आउँदा बल्ल त्यो कुरा पनि प्रभाव पर्या हुन्छ। मासुका चङ्क मात्रै घट्ने होइन, भोलि गएर त्यसले गर्दा अरट्ट मलद्वार बनाउँछ कि 1.5 वर्ष 2 वर्षपछि ओहो मासु त छैन अहिले सबै सुक्यो, तर मलद्वारै साँगुरो भएर हेर्नु न औँलै दिशा तान्नुपर्छ भन्ने पनि हुँदैन। यी सबै कुराले गर्दा मान्छेहरूले चाहिँ आफ्नै मान्छेलाई जसलाई एउटा शुभेच्छुक भनौँ न, यो मान्छेलाई राम्रो होस् भन्ने छ भने उहाँहरूले चाहिँ आफ्नो अनुभव भइसकेको मान्छेले पठाउनु भएको छ जस्तो त्यहीँ जानुपर्छ। यो कारणले त्यस कारणले गर्दा ओभरअलमा भन्नुपर्दा डेफिनेटली अनुभव चाहिँ हुनुपर्छ। यसलाई खेलाउन जान्नुपर्छ। जस्तो धेरै एनर्जीहरू युज गर्दा तल मसल डेफ्थमा जान्छ, मसल डेफ्थमा गएपछि पेन मात्रै नभएर भोलि फाइब्रोसिस निकै नै गाह्रो बनाउँछ। कहिले कहिले सामान्यतया भित्र गएर ब्रिज भइदियो भने चाहिँ कुनै 6 o'clock 5 o'clock 7 o'clockतिर ब्रिज हुँदाखेरि चाहिँ अफकोर्स डेफिनेटली पेसेन्टको चाहिँ फिस्टुलाहरू बनेर आउँछ पाइल्सको। त्यही भएर कहिले कहिले यसमा भनाइ पनि छ, ट्रिटमेन्ट सुड नट बी वर्स देन डिजिज भन्छ आफै। त्यही भएर ज्ञान त चाहिन्छ, लेजरै मात्रै भनेर त हुँदैन। लेजर त एउटा मेसिन हो, त्यसलाई कसरी चलाउने त भन्ने कुरा हुन्छ।
त्यस कारणले त्यसमा राम्रो विज्ञता जानेको मान्छेहरूमा चाहिँ अहिले डेफिनेटली लेजरको प्रभाव राम्रो भएको कारणले नै अहिले मानिसहरू खुसी हुनुहुन्छ, लेजरमा आउनु भएको छ। र अहिले रेकमेन्डेसन पनि बुझ्दाखेरि चाहिँ अफकोर्स दुखाइ कम हुने, छिटो काममा फर्किने, ब्लिडिङहरू नहुने, भोलि समस्या फर्केर आउन सक्ने समस्या कम हुने, हस्पिटल भर्ना हुनु नपर्ने हो भने त अफकोर्स बरु पालै लाएर नामै टिपाएर पनि अब लेजरै चाहिँ गर्नतिर बढी मान्छेहरू आकर्षित भएको देख्न पाइन्छ। आउनुहोस्, पाइल्सको समस्याबाट सधैँको लागि मुक्त हुनुहोस्। सम्पर्क BNB प्रोक्टो लेजर क्लिनिक प्राइभेट लिमिटेड, न्यू रोड पोखरा, नगरपालिकाको ठिक अगाडि, नेमुनी भवन, हेलो स्टेसनरीको माथिल्लो तल्ला। फोन 061 577 283 98 560 38 171। वेबसाइट bnbproctolaserclinic.com।